Hello guys, सबैहरू सन्चै हुनुहुन्छ होला? म पनि यता सन्चै छु। अब चाहिँ खाना पकाउन लागेको। यो चाहिँ मेरो फर्स्ट ब्लग है। हाम्रो स्पेसल चाहिँ चिकन र बोडी बनाउन आँटेको। अहिले चाहिँ मैले रायो साग हालिदिएको छु। घरको त हाम्रो सासू रायो सागको दामी रोप्नु भएको छ। मजाले रायो साग ठुल्ठुलो भएको छ। भोलि देखाउँछु नि तपाईँलाई। दामी दामी छ। हाम्रो घरमा आज घरमा भेराइटी खाना छ। त्यो सुँगुरको मासु चाहिँ फ्राई गर्दैछु अहिले त यो फ्राई